세세세세세세레 세냥시 테테레 테베앙시 예때 항시 묘에무 군치 예때 항시면 군치 제리무 잉락세 메델레 잉락세 메델무 잉락 복세무 안도고 알아 비하상가 조마방 멜라르무 비하상가 미조강거 행 붙는지 ल त्यसैले उहिले यो के अरे लिम्बूहरूको पहिलो पुस्ताका राजाहरू थिए ती राजाहरू मध्येमा साइला काइला अन्तरे सेनेहाङ कान्छा थेतेरे थेते थेबेहाङ यो बुढा सुब्बा यिनीहरूको जगजकी भगवानको एउटा प्रताप भएर बसेका राजाहरूको एउटा चेली थियो त्यो चेली चाहिँ कुटुम्बले माग्न आउँदाखेरि के गर्यो त भन्दाखेरि लु त्यसो भने हामी जम्मा 18 कलममा चलाउने अब त्यसमा 18 कलममा के आउँछ सेवा यङ दारा डेरा नाकमा पान बागमा पान दङमा भनेको चाहिँ डेरा माग्ने केटी माग्नेदेखि ल्याएर त्यहाँदेखि त्यो कल्ली कलिया अनि यो इत्यादि यिनीहरू सबै भेला गर्दाखेरि भरे खुट्टाको फिला चार कलमलाई लिम्बू भाषामा लि मेलुङ फुसिङमा भन्छ अब तिनीहरू कार्यक्रम गर्दा गर्दै सबै सक्दाखेरि के त भयो भन्दाखेरि जम्ल्या छोरा थिए त्यो साई मन्दिर छिनाउँदाखेरि त्यो जम्ल्या छोरा त प्याक्ल्याक्कै मर्यो ला अङ्सिङ र ना अङ्सिङ भन्छ उनीहरूले ला अङ्सिङ र ना अङ्सिङ चाहिँ उनीहरू त्यसरी मर्दाखेरि त लु नहुने रहेछ बग्दा चाहिँ हामी लिम्बूहरूलाई फाप्दैन अब यो चाहिँ सिङबारा लिङबारा हुने भयो यो चाहिँ अल्ल साजेली भाडा बोक्छ हामीले देवी देवताहरू कुल कुटुम्बहरू देवी देवताहरू चेलीबाट ल्यायौँ पूजा भाका गऱ्यौँ अब के गर्ने त भन्दाखेरि अल्ल खेजोङमा भन्दाखेरि चाहिँ लु अनि माग अथवा हाम्रो चेलीलाई त लु अबदेखि चाहिँ साई मन्दिर चाहिँ पछि नानी केटाकेटी हुर्किसकेपछि मात्रै यो साई मन्दिर छिनाउने भन्ने भयो आज अचानक उहाँको दिन प्रतिदिन यो तपाईँहरूको चेली हाम्रो खापुङहरूको श्रीमती कसैको आमा कसैको काकी कसैको बोजू उहाँले चाहिँ यो समयलाई पछाडि पारेर अगाडि बनाएर आफू पछि परेर उहाँले साई मन्दिर छिनाउँछु भन्दै समयको लेन तर उहाँलाई चाहिँ नदिएको मौका समय नदिएको हुनाले उहाँ साई मन्दिर नछिनेर आज यतिका पञ्चबल आदमी यी पञ्चबल आदमी भनेको के हो भन्दाखेरि उहिले छत्रपति राजा भन्ने थियो त्यो छत्रपति राजाको घरमा चाहिँ एकदम घमण्डी छत्रपति राजा भने एकदम घमण्डी त्यो घमण्डी राजाले चाहिँ के गर्थे अरे भनेदेखि चाहिँ सुनेछ अरे भने लिम्बूहरू चाहिँ पञ्चहरू चाहिँ एकदमै जे भनेको पनि पुग्छ भनेर चाहिँ उसले कुरा सुन्यो अरे अनि यो लिम्बूहरू चाहिँ जे बोले पनि पुग्छ भनेर किनभने सिधा सादाले जे पनि पुग्थे भन्ने उखान छ पुग्छ भने सुनेपछि छत्रपति राजाले चाहिँ ल हुन्छ तिनीहरूलाई ल्याउँछु दुईटा गाग्रीमा एउटामा दुध राख्छु एउटामा विष राख्छु के गर्दो रहेछ त यो भनेर त्यहाँदेखि त एउटा दुध एउटामा विष राख्दाखेरि एउटा अमृत एउटामा बिख राखेर चाहिँ उसले गाग्रीमा राख्दाखेरि आएर त्यो पञ्चलाई सोधेछ अरे लु तिमीहरू त यस्तो कुराहरू जान्ने मान्छे तिमीहरू जे भन्न पुग्ने भने लु भन यो गाग्रीमा के छ भनेछ अरे अब के भन्ने भनेर उनीहरू पञ्च चाहिँ परतिर गएर चाहिँ कुनामा बसेर कुरा गरे लु अब मार्छ अब जेसुकै होस् भगवान्लाई ईश्वरलाई सम्झौँ हामी जे भन्छौँ त्यही भन्छौँ भन्दाखेरि यहाँ के छ सर्प छ भनेछ अरे मुलाई यसले ढाँट्यो भनेर बिर्को खोलेर साँच्चै सर्प रहेछ अर्कोमा चाहिँ लु यहाँ के छ खजुरो छ भनेछ अरे ए हो होइन होला भनेर गरेको नि नम्बर खजुरो थियो त्यसले गर्दाखेरि पञ्चले जे पुग्छ त्यही पुग्छ भनेर आजको यो घडीमा दुःखदको घडीमा तपाईँहरूको भाना भान्जालाई हामी उकासेर यो एक बोतल रक्सी यो के हो भन्दाखेरि चाहिँ हाम्रो सगुन यो हाम्रो पुर्खौली बाउबाजेहरू उहिले नानी जन्मिँदाखेरि यही रक्सीले चाहिँ उसलाई साम्यमा भन्छ उसलाई चाहिँ गीत गाउँदाखेरि लै नानी भनेर नानीमा कोक्रो हल्लाउँदाखेरि त यो पिएर सुतेपछि हट्टा कट्टा भयो अरे कि हामी यस्तै त्यसले गर्दाखेरि यो पानी यो हाम्रो यो सगुन पानी यो मर्चले बनाएको सगुन पानी अब त्यता मर्चको कथा नल्याउँ
यो मर्चाको पानीले चाहिँ आज शुद्धिकरण गर्दै तपाईँले यो पञ्च एक बोतल रक्सी र 555 अघि उहाँले भन्नुभएको छ 555ले तपाईँहरूको यो के अरे भाना भान्जा हामीलाई जिम्मा दिनुहुन्छ भनेर हामी आदङ्गे बसेका छौँ हजुर। अब मेरो पाला हजुरको सक्छु अब म त त्यति हामी मेरो एउटै भयो भने म पनि कुकुरको चाहिँ छोरा हो है तैपनि अब म माइतीको रूपमा चाहिँ आज प्रस्तुति हुनुभयो उभिने है खेलको लागि पञ्चायतमा म माइती नै भएछु होइन। तपाईँहरूले उहिले पहिला अलिक गर्नु त तपाईँहरूले अघि भन्नुभयो नि अलिक नमिल्ने हुँदा शङ्का हुँदाखेरि अब बाँकी थिएछ त्यस कारणबाट आज अब अन्त्य परेको बेला अब तपाईँहरूले माग्नुभयो तपाईँहरूले चाहिँ अब सबै धर्म जे गर्नु चाहनुहुन्छ जे गर्नुहुन्छ त्यो तपाईँहरूले पाओस् तपाईँहरूले पाउनुपर्छ। आज तपाईँहरूको थापङको साथमा आज चाहिँ जिम्मा लाग्यो ल यही हो ल धन्यवाद हजुर हामीले जे बोलेको कुरा सबै पुग्छ अरे भन्छ त्यस्तै गरी म माइतीबाट उहाँ भाना भान्जाले दियो है अब 555ले अब है सबै गर्नु पाओस् यो पञ्चले भने सबै अब आदिबाट तपाईँको कुल धर्म सबैमा जाओस् है। मैतीलाई के अब एउटा ल यो तपाईँले उठाउनु पर्यो यो उठाइदिनु पर्यो तपाईँले हजुर उठाइदिनु पर्यो। अब यसो फिन्दै भाना भान्जालाई यो तपाईँले चाहिँ अलिकति बिर्कोबाट यो पैसा चाहिँ भान्जाहरूको हातमा राखिदिनुहोस्। अब तपाईँहरूले छिने भनेर बुझ्छ हजुर। ल 555ले यो चढाइदिनुहोस् अलिअलि। तपाईँहरूले अब रागा खसी पनि चाहिएन।